नमस्ते। जाडो सुरु भयो कि छालाले दुःख दिन थाल्यो हैन त? ओठ फुट्ने, हात खुट्टा चर्किने, कहिलेकाहीँ त रगतै निस्किने, यो हामी मध्ये धेरैको साझा समस्या हो। आजको यस प्रस्तुतिमा हामी यही समस्या किन हुन्छ र यसबाट बच्ने एकदमै सरल उपायहरू के हुन् भनेर बुझ्नेछौँ। तर कहिले सोच्नु भएको छ, आखिर चिसोमा मात्रै छाला किन यति धेरै फुट्छ? गर्मीमा त खासै यस्तो हुँदैन। यो प्रश्न त मनमा आउँछ नै। आउनुहोस् यसको पछाडि लुकेको कारण र हाम्रा दैनिक बानीहरूलाई अलि नजिकबाट निहालौं। जाडोको पहिलो संकेत हाम्रो छालाले नै दिन्छ। ओठ फुट्न थाल्छ, हाँस्दा पनि कति दुख्छ। हातखुट्टाको छाला यतिसम्म फुट्छ कि सामान्य काम गर्न पनि अप्ठ्यारो हुन्छ। यी सामान्य लाग्ने समस्याले हाम्रो दैनिक जीवनमा निकै ठूलो असहजता ल्याइरहेका हुन्छन्। त्यसो भए यो समस्याको जड के हो त? के यो जाडो मौसमको अनिवार्य असर नै हो? वास्तवमा यसका कारणहरू कुनै ठूलो रहस्य होइनन्। ती त हाम्रो वरपरको वातावरण र हाम्रै केही बानीहरूमा लुकेका छन्। सबैभन्दा ठूलो कारण हो सुक्खा हावा। हो, कल्पना गरौँ त, एउटा स्पन्जले पानी सोसे जस्तै जाडोको सुक्खा हावाले हाम्रो छालाको सतहमा भएको प्राकृतिक तेल र नमीलाई बिस्तारै सोसेर लिन्छ। यही कारणले हाम्रो छाला निर्जीव र सुक्खा देखिन थाल्छ। जाडोमा तातो पानीले नुहाउँदाको आनन्द त बेग्लै हुन्छ, तर यसको अर्को पाटो पनि छ। धेरै तातो पानीले छालाको सुरक्षा गर्ने प्राकृतिक तेलको पत्रलाई पखालिदिन्छ। त्यही पत्रले त नमीलाई भित्रै कैद गरेर राख्ने हो। परिणाम, छाला झनै सुक्खा हुन्छ। अनि हामीले प्रयोग गर्ने साबुन नि, कडा केमिकल भएका साबुनहरूले पनि छालाको त्यही सुरक्षात्मक तहलाई नष्ट गरिदिन्छन्। यसले छालालाई बाहिरी सुक्खापनसँग लड्न एकदमै कमजोर बनाउँछ। जाडोमा हामीलाई तिर्खा लागेको महसुस कम हुन्छ, त्यसैले पानी पनि कम पिइन्छ। तर हाम्रो शरीरलाई चाहिने पानीको मात्रा त घटेको हुँदैन। जब हामी पर्याप्त पानी पिउँदैनौँ, त्यसको असर सबभन्दा पहिले हाम्रो छालामा देखिन्छ। यो भित्रैबाट सुक्खा हुन थाल्छ। ल, अब समस्याका कारणहरू त थाहा पाइयो। अब समाधानतर्फ लागौं। खुशीको कुरा के छ भने यहाँ केही व्यावहारिक उपायहरू छन् जसले हामीले भर्खरै कुरा गरेका कारणहरूलाई सिधै सम्बोधन गर्छन्। समाधान कुनै एउटा कुरामा छैन, बरु यी चारवटा बानीको संयोजनमा छ। छालालाई बाहिरबाट मोइस्चराइज गर्ने, नुहाउने बानी सुधार्ने, भित्रबाट हाइड्रेट गर्ने र संवेदनशील अङ्गहरूको विशेष ख्याल राख्ने। आउनुहोस् यी प्रत्येकलाई आफ्नो दिनचर्यामा कसरी सामेल गर्ने भनेर हेरौँ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण कदम हो सही तरिकाले मोइस्चराइज गर्ने। यसको एउटा गोल्डन रुल छ। नुहाइसकेपछि छाला हल्का ओसिलो हुँदा नै मोइस्चराइजर, भ्यासलिन वा नरिवलको तेल लगाउनुपर्छ। यसो गर्दा पानीको नमी छालाबाट उडेर जान पाउँदैन, बरु भित्रै लक हुन्छ र लामो समयसम्म छाला नरम रहन्छ। नुहाउने बानीमा सानो परिवर्तनले ठूलो फरक पार्छ। अबदेखि धेरै तातो पानीको सट्टा मनतातो पानी रोज्ने, कडा साबुनलाई छोडेर हल्का मोइस्चराइजर युक्त साबुन प्रयोग गर्ने र सबैभन्दा महत्त्वपूर्ण, नुहाउने बित्तिकै शरीर पुछेर मोइस्चराइजर लगाइहाल्ने। बाहिरी हेरचाह जत्तिकै महत्त्वपूर्ण छ, भित्री हाइड्रेसन पनि। दिनमा कम्तीमा 7-8 ग्लास पानी पिउने बानीले छालालाई भित्रैबाट स्वस्थ र चम्किलो बनाउन मद्दत गर्छ। यो चाहिँ सम्झौता गर्न नहुने कुरा हो। हाम्रो हात र खुट्टाले जाडोमा सबैभन्दा बढी दुःख पाउँछन्, त्यसैले यिनीहरूको विशेष ख्याल राखौँ। भाँडा माझ्दा वा चिसोमा काम गर्दा पन्जा लगाउने गरौँ। अनि राति सुत्नुअघि खुट्टामा बाक्लो मोइस्चराइजर लगाएर मोजा लगाउने बानीले त चमत्कारै गर्छ। धेरै जसो अवस्थामा घरेलु हेरचाह पर्याप्त हुन्छ, तर कहिलेकाहीँ समस्या गम्भीर हुन सक्छ। अब कुरा गरौँ कुन अवस्थामा हामीले डाक्टरको सल्लाह लिनु अनिवार्य हुन्छ। यदि छाला फुटेर धेरै दुख्छ, सुन्निएको छ, रगत बग्न रोकिएको छैन वा पाक्न लागेको जस्तो संक्रमणको कुनै लक्षण देखिएको छ भने तुरन्तै चिकित्सकको सल्लाह लिनु महत्त्वपूर्ण हुन्छ। यसलाई बेवास्ता गर्नु हुँदैन। अब हामी अन्त्यमा आइपुगेका छौँ। यति कुरा गरिसकेपछि जाडोमा स्वस्थ छालाको सार के हो त? मुख्य सन्देश एकदमै सरल छ, निरन्तर र सचेत हेरचाह। अन्तमा यो कुरा याद राखौँ, जाडोमा छाला फुट्नु अनिवार्य छैन। हामीले आज कुरा गरेका जस्ता थोरै सावधानी र सही बानीहरू अपनाएर जो कोहीले पनि आफ्नो छालालाई स्वस्थ, नरम र सुन्दर राख्न सक्छ। यो प्रश्नमा विचार गर्दै आफ्नो छालाको लागि एउटा सानो तर सकारात्मक परिवर्तन आजैबाट सुरु गर्न सकिन्छ।
आफ्नो हेरचाह गर्नुहोस् र स्वस्थ रहनुहोस्।